सदस्य जीवन राय हुनुहुन्छ, सदस्य छेसाङ तामाङ हुनुहुन्छ, सदस्य सनम तामाङ हुनुहुन्छ, सदस्य समीर तामाङ हुनुहुन्छ। त्यस्तै गरी बाँकी हामी सबैजना चाहिँ समीर तामाङ हुनुहुन्छ। बाँकी सबै हामी रहेकाहरू चाहिँ म उहाँको नाम वाचन गर्न चाहन्छु। सभा सदस्य हामी सबै हो। त्यसै गरी सल्लाहकार हुनुहुन्छ होम कटवाल। त्यसै गरी अर्को सल्लाहकार हुनुहुन्छ देवबहादुर तामाङ। त्यस्तै गरी अर्को सल्लाहकार मेघ बहादुर तामाङ। र अब सदस्यहरू सभा सदस्यहरू सबिन तामाङ, भूपेन्द्र सुनवार, उमा तामाङ, इन्द्रा गुरुङ, रिता तामाङ, अनिल राई। अनिल राई भनेको होइन गोल्डन कान्छा साथसाथै उहाँहरूको नाम वाचन गर्न गइरहेको छु। शेरबहादुर दलाल दलालहरू फेरि के गर्नु र नि दलाल समीर तामाङ। त्यसै गरी समीर तामाङ उहाँ सदस्य हुनुहुन्छ। त्यसै गरी सोनम तामाङ। सबैलाई ताली लगाएर यो त होइन पल्टाइसकेको हो। यहाँ जतिजना अधिकारीहरू चयन भइरहनु भएको छ उहाँलाई जोरदारले तालीले स्वागत गरिदिनु हुन म विनम्र अनुरोध गर्न चाहन्छु उहाँहरूलाई। र म सरस्वती उहाँहरू जति पनि सदस्य हुनुहुन्छ उहाँहरूको नाम वाचन गर्नु गइरहेको छु। र त्यसै गरी सोप सुनवार। त्यसै गरी सोप सुनवार हुनुहुन्छ सदस्यमा। विष्णु कुमार राई हुनुहुन्छ सदस्यमा। रेणु बहादुर राई उहाँ पनि सदस्यमा हुनुहुन्छ। छेसाङ तामाङ उहाँ पनि सदस्यमा हुनुहुन्छ। मिना तामाङ उहाँ पनि सदस्यमा हुनुहुन्छ। त्यसै गरेर उहाँहरू सम्पूर्ण सदस्यमा तपाईँहरू जति पनि नाम लेखाउनु भएको छ उहाँहरू सम्पूर्ण सबैजना सदस्य हुनुहुन्छ। अस्मिता तामाङ सदस्य हुनुहुन्छ। पर्मिला तामाङ सदस्यमा हुनुहुन्छ। पुनम तामाङ सदस्यमा हुनुहुन्छ। के माया राई सदस्य हुनुहुन्छ। राजकुमार तामाङ सदस्यमा हुन्छ। राज राई सदस्यमा हुनुहुन्छ। रितु तामाङ नगर सदस्यमा हुनुहुन्छ। इन्द्रा राई सदस्यमा हुनुहुन्छ। कुलबहादुर सुनवार उहाँ सदस्यमा हुनुहुन्छ। एलिना सुनवार उहाँ सदस्यमा हुनुहुन्छ। सुजन सुनवार उहाँ पनि सदस्यमा हुनुहुन्छ। टिक बहादुर राई उहाँ पनि सदस्यमा हुनुहुन्छ। त्यसै गरेर जतिजनाको नाम वाचन गरेको छु सबैजना उपस्थिति भइदिनु हुन पनि म विनम्र अनुरोध गर्न चाहन्छु। तपाईँहरू कुनै मनमा फोटो नराखिकन यहाँ आइदिनु न पनि म विनम्र अनुरोध गर्न चाहन्छु। तपाईँहरू भनेको खुल्ला आकाश खुल्ला दिल बाहिर चिन्नुपर्छ। कसैको डर र धम्कीमा कुनै पार्टीसँग कुनै म फल्ना पार्टी म पनि थिएँ कुनै पार्टीमा तर म खुल्लै हिँड्छु किनभने म खुल्ला हामी मानव त भएपछि खुल्ला भएर हिँड्नुपर्छ हो कि होइन। कसैको डर धम्की कसै पार्टीले के भन्यो कुन पार्टीले के भन्यो यदि त्यसो हामीले पनि त्यसो गरेर हामीलाई पनि लातको लात लगाएर खेदाउनु म त्यो भन्न चाहन्छु। त्यो खालको व्यक्ति हो म। मैले पनि तपाईँलाई म यस्तो पार्टी यस्तो नै हुनुपर्छ यही पार्टीमा आउनुपर्छ भनेर मैले तपाईँहरूलाई चाहिँ भाग धम्की गरेँ। मलाई पनि लातको लात लगाएर खेदाउनु पर्ने तपाईँहरू सबैजना जुटेर त्यसो गर्नुपर्छ। म त्यो पनि भन्न चाहन्छु। म पनि कुनै दिनमा माओवादीमा थिएँ कुनै बेलामा एमालेमा थिएँ। त्यसो भन्दै उहाँहरू जतिजना सदस्यमा हुनुहुन्छ सरस्वतीमा भन्नेछु कुलबहादुर सुनवार
एलिना सुनवार उहाँ सदस्यमा हुनुहुन्छ। उहाँहरू जतिजना नाम दर्ता गर्नेछु उहाँहरू यहाँ आइदिनु हुन पनि म विनम्र अनुरोध गर्न चाहन्छु। त्यसै गरी टिकबहादुर राई उहाँ पनि सदस्यमा हुनुहुन्छ। अर्जुन राई उहाँ पनि सदस्य। चन्द्रकला राई उहाँ पनि सदस्यमा हुनुहुन्छ। सन्तोष राई पनि उहाँ कहाँ हुनुहुन्छ यहाँ आइदिनु हुन म विनम्र अनुरोध गर्न चाहन्छु। उहाँ पनि सदस्यमा हुनुहुन्छ। रामकुमार राई धन्यवाद। फेरि रामकुमार राई भइहाल्यो। त्यसपछि आफ्नो आफ्नो इच्छाको महत्त्व नि राधिका राई यहाँलाई फेरि पनि म केही कुरा जोड्नु पर्यो। तपाईँ हामी सबै सँगै भेट्यौँ, सँगै तपाईँहरूको अमूल्य समय डाइरेक्टै भन्ने लिएर 51 सालदेखि पछ्याएर हिँडेकै हो। कार्यक्रम अब चाहिँ यो सालदेखि त म पार्टीलाई भनेको त मर्ने भयो। यहाँ यो सक्दै सकिँदैन देवी हैन सकिँदै सकिँदैन नि त्यत्रो 76 जनाको पाप लाग्नु छ र हामीलाई घन्टी बजाउँछु घन्टी बजाउँछु घन्टी हल्लाएर खानु पुग्छ पुग्माटोमा आउँछ नि भन भने रात बिहान बेलुकै म घन्टी हल्लाउँदैछु खाँदैछु त पुगिराखेको छ त केको तनाव देवी मार्ग आफू चाहिँ टिका त्यहाँनिर भाइको चाहिँ घन्टी हल्लाउनलाई त होला नि त अहिले घन्टी माटोले गर्छ हेरौँ न त। अब एकदम माटो रमाइलो गर्दैछ होइन बहिनी घामले पोलो नि म भनिदिउँ गएर बाटोको कुरा भनिदिउँ दिदीलाई भेट्यौँ यसपालि त हुँदैन बाटो जाली बनाउनु को हुनु तपाईँहरू भन्दै जित्यो नेताहरू बाटो र जाली बनाउनु यो बाटो फेरि थाहा छ केन्द्रले बनाउने बाटो यो बाटो बनिँदैन अहिले केन्द्रले बनाउँछ केन्द्रमा बालन छाना प्रधानमन्त्री मात्रै आउँछ यहाँ जति जे गरे नि यो बाटो चाहिँ तलतिर अनि यो लाभी लामी छाने मन पर्दैन अरे क्या अब हेर्नु त हर्के बाले के अरे बाले अनि के अरे त्यो उज्यालो नेपालको कुरुमान रुवाबी निला मात्र बाँकी आज दिवस भयो त्यो पनि मिलेन अरे क्या अहिले तपाईलाई दिनुहुन्छ नि अहिले भाडा दिएन भने म गरे भन्नुहुन्छ गफै त हो गफै हो गफै हो भन्ने कुरा नि नेता बिगार्ने जनता हो नेता बिगार्ने जनता हो जनता बिगार्ने नेतालाई नि मैले 1 रुपैयाँ खाएको छु नि म मरौँ ल यो टेम्पोको तेल चाहिँ हालिदिन्छ